गाइस, वेलकम छ हाम्रो एउटा नयाँ भिडियोमा। आज चाहिँ हामी नेपालमा छौँ र नेपालको लास्ट कुना हाम्रो भाइरल पेरातालमा छौँ र पेरातालको नजारा पनि हामी निकाल्ने भनेको छौँ। अहिले पहिलाको भन्दा बहुत डिफ्रेन्ट नै भएको छ। अगाडि पनि एउटा भिडियो हालेकै छौँ र अहिले चाहिँ के भन्दाखेरि बहुत अनि चन्द्रमामा भयो आई लभ पेराताल लेखेको छ, राम्रो डेकोरेसन हानिरहेको छ। त्यस्तैले एउटा भिडियो निकाल्ने भन्ने सोच हो हैन। अहिले चाहिँ हामी पेरातालको लास्ट बाउडरको नजिक हाम्रो भाइरल पुलमा छौँ र अहिले चाहिँ कसो भन्दा अब मेरो भाइ अनि म र हाम्रो बसन्ती हैन, ताई होला, यो बसन्तीलाई चिन्नु पनि हुन्छ होला कतिले। अनि के अब नेपाल आएदेखि अहिलेसम्म भिडियो हालेन सोच्नु होला, किनकि हाम्रो त्यस्तै हुन्छ। मेरो त खै भोइस चेन्ज नै हुन्छ पुगेको दिनै, सायद डिप धेरै हुन्छ कि अब पानी चेन्ज भएर होला हैन। अब चलपल भइरहेको छ। अब हेर्दै गर्नुहोस् अगाडि के कस्तो हुन्छ। अब डेलीको डेली भिडियो हाल्ने नै छु, हेर्दै गर्नुहोस् है त। धन्यवाद। हाम्रो न्यू पेराताल लास्ट बाउन्डरीमा छौँ। जाँदैछ मैले पेराताल होइन, हाम्रो 220 जाँदैछ बसन्ती चुम्मा दिदे भन्ने वालो। बसन्ती भाइ बसन्ती यही बसन्ती खेला पर्छ, नामै राखिदियो अब त बसन्ती बसन्ती यति सोच्नु होला डाँडाको बसन्ती होइन, हाम्रो 220 बसन्ती हो। यस्तो पाराले हुँदैन कहिल्यै पनि। तर हामी चाहिँ के भन्न चाहन्छु भने हाम्रो वडा अध्यक्षज्यूलाई चाहिँ त्यो पुलमा चाहिँ केही न केही लगाइदिनु पर्यो, क्या भाइरल बनाउनु पर्यो। यो रोड पनि खाल्डाखुल्डी छ होइन, सबैलाई थाहा होस्। र एउटा ब्यानर चाहिँ हाम्रो पेरातालमा लगाइदिनु पर्यो, त्यो जग्गा यस्तो छ र त्यहाँ पुल छ भन्ने। कसैलाई 100मा 80%लाई मात्र थाहा छैन होला त्यहाँ पुल छ भन्ने, 20%लाई चाहिँ थाहा छ। तैपनि अब एउटा ब्यानर लगाइदिनु पर्यो होइन। अब रोड चाहिँ हल्का सुधार दिनु पर्यो, यति हो। रोड भन्दा पनि झन्डा खन्डा लगाउनु पर्यो, तब भाइरल हुन्छ, गाउँमा विकास हुन्छ। गाउँमा विकास गर्ने हो हाम्रो वडा अध्यक्षज्यू। अब खै के भनौँ वडा अध्यक्षलाई भन्न शुभकामना छ। अरू यही भन्दा झिक्का हामी के भनौँ। अब आफ्नो कामको कर्तव्य पुरा गर्नु पर्यो, सबसे ठुलो काम त्यही हो। वडाकारले भन्दैमा आफ्नो कुरा तल भडप्न पाइएन। जहाँ गरिन्छ राम्रो कुरा गर्ने हो होइन। अब भाइरल छ भने त अब गर्नु पर्यो। भाइरल अब झन्डा सन्डा लगाउनु पर्यो, पेन्टिङ गर्नु पर्यो, लगाइदिनु पर्यो क्या, सरसफाइ राख्नु पर्यो। अनि पेराताल पनि सरसफाइ राख्नु पर्यो होइन। सरसफाइ नगरे स्कुल नगऱ्यो भने अब जो आउँछन् तिनलाई गऱ्यो गर भने पनि सब गर्छ, नगर्ने कुरो होइन। त्यहीमा लेखेर सरसफाइको डस्टबिन राखिदिनु पर्यो। त्यो टोइलेटको रिङ राखेर भएन, बेइज्जत वालो बात हुन्छ हो कि न। टोइलेटको राखेर थोरै नहुने होला, लाज मर्नु हुने हो यार। माछा मात्रै पोखरी बनाएर हुँदैन। त्यहाँ त पुरै सिगरेट खाएर दारू खाएर फाले खान डब्बा, अनि आगो लाग्छ। एउटा पाले राख्नुपर्छ क्या, पाले भन्दा पनि चौकीदार राखेर टेक्काउने। त्यसलाई एकजनाको 10 रुपियाँ टिकट भयो। इन्ट्री भित्रको इन्ट्री 10 चार्ज लाग्यो, त्यो मतलब भएन। सबसे ठुलो त्यही हो। हाम्रो न्यू पेरातालमा आइसक्यौँ। हाम्रो न्यू ब्लक, दिस इज कटाक्रो गाउँ, न्यू कटेज। लाग्यो पेराताल? राम्रो लाग्यो कि नानी? हो हजुरलाई यता त हेर राम्रो लाग्यो। राम्रो लाग्यो, रमाइलो पनि भयो। नानीहरू बाबुहरू आएर हो। अनि यहाँ त अब भिडियो बनाइराखन्।
आउनु होला, राम्रो छ। हेलो गाइसहरू, एकछिन चाहिँ यो भिडियो एक्सेप्ट नगरी हेरिदिनु होला होइन। यो चाहिँ हाम्रो बिस्पाटा कञ्चनपुर वडा नम्बर 9 पेराताल होइन। यहाँ चाहिँ रमाइलो डुङ्गाहरू भयो, दिलहरू भयो, राम्रो माछा साछा बनाइरहेको छ। अब कुनै दिन पछि नै यहाँ पनि सेफ्टी क्यामेरा लाग्नेछ र यहाँ अब कुनै दिनमा गोहीहरू भयो यस्तो अनि त्यसको साइडमा चाहिँ एउटा होटेल छ, पेराताल क्याफे भनेर नाम चाहिँ होइन। र तपाईँले नचिन्नु भयो भने त्यसको प्रोफाइल पिक चाहिँ मैले स्क्रिनमा राखिदिएको छु, एकछिन हेरिदिनु होला। र त्यहाँ कसैलाई पनि पेराताल क्याफे भनेर सोध्नुभयो भने सबले भनिदिन्छ। त्यहाँ चाहिँ नास्ता भयो, अनि बर्थडे सड्डे मनाउनलाई, सब रमाइलो गर्नलाई राम्रो छ। अनि बर्थडे सड्डे मनाउनु भयो भने डिजे सिजे बजाउनलाई सब फ्री नै छ होइन। त्यसको लागि एक्स्ट्रा चार्ज लाग्दैन। खालि नास्ता सास्ता गर्नुभयो भने नास्ता चाहिँ राम्रो पाउँछ।